आज हामी मौरी हेर्न जाँदैछौँ। अनि बाबा के छ गतिविधि? गतिविधि ठिकै छ, अलि दिउँसोमा भयो जिस्किन सक्छ। समय अलि मिलेन, तर जे होस् मौरी जिस्किने आफ्नो ठाउँमा रहे पनि मह कतिको छ भन्ने के छ तपाईँको धारणा चाहिँ के छ ल भन्नुहोस्। म चाहिँ अब बर्खाको सिजन लाग्नु सुरु भएको छ, राम्रै हुनुपर्ने हो। हेरौँ के लाग्छ बाबा यसमा मौरी मह छ त? म लगभग 6 होला जस्तो छ। हेर्दैछु मैले। हाम्रो मौरी कृषक नेत्रप्रसाद अर्याल लगभग उहाँकोमा 18 देखि 20 कार मौरी छन्। उहाँ चाहिँ एकदम अनुभवी मौरी कृषक हुनुहुन्छ हाम्रो क्षेत्रको अहिलेलाई। ल साथीहरू, अब यहाँ बस्न सकिन्न।